हेलो गाइज, नमस्कार। फेरि पनि हजुरहरूलाई मेरो नयाँ ब्लगमा स्वागत छ। किनकि मैले ब्लग चाहिँ छिटो छिटो हैन ल्याउन सकिरहेको छैन, किनकि म पनि काममै हुन्छु हैन। अरूको काममा गइसकेपछि भिडियो बनाएर बस्न पनि भएन हैन, किनकि यतिखेरको समय भनेको काउली बन्दा लाउने समय भइरहेको छ, तरकारीको सिजन। र हजुरहरू जहाँ जुनै कुनाबाट मेरो ब्लग हेर्नुभएको छ भने नि हजुरहरूले यो ब्लग हेरेर